आमा नमस्ते। नमस्ते बाबु। तपाईँको एउटा त्यो बाइक हराएको होला कङ्ग्रेचुलेसन भन्ने एउटा घटना सुनाइदिनु न। एउटा हाम्रो त्यो कृष्ण भन्ने भाइले मलाई यो हाम्रो हर्के हल्दार सिरियलमा लिएर आउनुहुन्थ्यो, यसो घरबाट पुऱ्याइदिनुहुन्थ्यो। अनि उहाँले तल त्यहाँ उसमा चौतारामा राख्नुभएको थियो, बाइक राखेर हामी आयौँ, सुटिङ गऱ्यौँ, मेरो चाँडै सिद्धियो, मलाई यहाँबाट अरूले पुऱ्याइदिनु भयो। अनि उहाँको सिन सकेर जाँदाखेरि त्यो रहन्छ, बाइकै रहन्छ। बाइक रहन्छ। कति वर्ष अगाडि कुरा यो अब हर्के हल्दार मैले गरेको धेरै भइसक्यो कि है, रहन्छ। अनि उहाँले चाहिँ अब यो मेरो यो हरायो मोटरसाइकल देखाएको छ क्या, फेरि देखाएर यो हरायो भनेर भने रहेछ, मैले बुझिनँ। फेसबुकमा ए भनेको हरायो भनेर हाले रहेछ। मैले कङ्ग्रेचुलेसन साँच्ची। अनि पछि त होइन आमा फोन गरेर, होइन आमा के भने मेरो मोटरसाइकल हराइरहेको छ नि, हजुरले कङ्ग्रेचुलेसन लेख्ने। अनि हाँस उठेर यो थाहा नभएर के थाहा छैन। पुगुको दिपेन्द्रको हाम्रो दिपेन्द्रको रहेछ बर्थडे रहेछ। अनि म पुगुको बर्थडे भनेर त्यो पोस्ट फोटो हालेर, आमा छोरीको फोटो हालेर ह्याप्पी बर्थडे के लेखेँ। अनि फोन पनि गर्छु एकचोटि, फोन गरेको ल ह्याप्पी बर्थडे जन्मदिनको शुभकामना पुगु भने त कहाँ मेरो मेरो त होइन नि, आज दिपेन्द्र दाईको। अनि के हो र भने अब दिपेन्द्र लेख्छु भनेर त बुझ्छु क्या।